नोट डाउन गर तिमीहरूले। कसम खाऊ कि म टेन्सन लिनेवाला छैन, लाइफमा पनि टेन्सन लिनेवाला। लाइफमा आएको च्यालेन्जलाई एक्सेप्ट। प्रब्लम भनेको काम हो, प्रब्लम भनेको त्यसको विपरीतमा मैले काम गर्छु। जुन मलाई च्यालेन्ज आयो त्यसको काम गर्छु, टेन्सन लिनेवाला। अर्को कुरा, कुनै कुनै काम हाम्रो हातमा हुँदैन। कुनै कुनै यस्तो काम हाम्रो हातमा, जस्तै इक्जाम्पल देम, जस्तै मानलिने मेरो बुवाको डेथ भयो, मानलिने मेरो बुवाको, मानलिने अलरेडी भइसकेछ, डोन्ट वरी, अलरेडी भइसकेछ। मेरो महान फादर, गड फादर, मेरो बुवा जुन मलाई संस्कार दिनुभयो, यहाँसम्म पढाउनु लेखाउनु भयो, उहाँको डेथ भइसकेछ। तर इन केस उहाँको डेथ भयो रे, म बचाउन सक्छु? सक्छु? हो, दुःखको घडी हो। बट जब म बचाउनै सक्दैन भने, आफ्नो टाउको फुटालेर मरे भने पनि मेरो बुवा बाँच्नुहुन्न भने धेरै किन टाउको फुटाल? किन धेरै टाउको फुटाल? केही जरुरी छ? ल छैन जरुरी। मानलिने बुवा बाँचेको भए मलाई अझै पैसा दिनुहुन्थ्यो, मलाई अझै सपोर्ट हुन्थ्यो, मलाई अरबपति खरबपति बनाउनुहुन्थ्यो होला हैन। तर अब लकमा जे थियो थियो, लाइफ त उहाँको लाइफ मेरो हातमा त छैन। त बढी टेन्सन लिने होइन। ड्याडको डेथ हुनु भनेको जिम्मेवारी आफू प्रति आउनु। के को जिम्मेवारी? होल जिम्मेवारी, तिम्रो घरको पुरै काम तिम्रो माथि आउनु। कामको जिम्मेवारी कहाँ आउने हो? टाउकोमा हो। त्यही कामको जिम्मेवारी जसले सहन सक्दैन नि, त्यही मान्छे पगलाउँछ, रुन्छ, दारू खान्छ। किन? किनकि काम नै बढी हुन्छ। बुवा भनेको बुवा, फादर इज द फादर। फादरको काम हामीले कहाँ सजिलै गर्न सकिन्छ? ड्याड भनेको त ड्याडै हो नि, हो कि नै? अब अर्को कुरा, त्यही भएर अब टेन्सनको धेरैवटा इक्जाम्पल दिए। एउटा जुन मेरो हातमा छैन त्यसको लागि टेन्सन नगर्ने। अर्को कुरा, मानलिने साथी गरिब छ रे, के छ? साथी गरिब छ, उसलाई अरबपति बनाउन सक्छौ तिमीले? तो गरिब छ भने किन टेन्सन लिन्छौ? रहन देऊ न गरिब, तिम्रो काम होइन नि। तिमी धनी बनाउन सक्छौ? सपोर्ट, एकछिन, सपोर्ट पनि धेरै प्रकारको। सपोर्टको कुरा गर्यो नि, एक मिनट, सपोर्टको कुरा गर्यो नि। अब बिना मेहनतको उसलाई, गरिब मान्छेलाई लगेर 1 लाख रुपियाँ देऊ न। कुनै गरिब मान्छेलाई बिना मेहनतको 1 लाख रुपियाँ लगेर हेल्प गर्नु। अब ऊ 1 लाख पाउने बित्तिकै 99% त्यो मान्छेले के गर्छ थाहा छ? फाल्तुमा उडाइदिन्छ, फाल्तुमा उडाउँछ। त्यो 1 लाखले आफू धनी बन्न सोच्दैन। 100% त्यो धनी बन्न सक्दैन। त्यो पैसा 10 देखि 20 दिनमा सखा पार्छ। 20 दिनपछि ऊ फेरि जहाँ थियो त्यही पुगिहाल्छ। त उसलाई हेल्प गरेको के फाइदा भयो? हेल्प पनि कसलाई गर्ने हो? जसलाई आवश्यक छ, जरुरत छ। हेलो, हेल्प गर्नै चाहन्छौ भने कसलाई गर? यदि पैसा छ भने तिमीहरूसँग, गरिबलाई होइन, जरुरतमन्दलाई गर। गरिब भनेको के हो? कुनै मान्छे गरिब हुँदैन, उसको समय गरिब हो, ऊ आफै गरिब बनेको हो। उसलाई हेल्प नगर, निडी मान्छेलाई, आवश्यक भएको मान्छेलाई हेल्प गर। आवश्यक भएको मान्छे भनेको कस्तो मान्छे? मानलिने कोही विदेश गइरहेछ बिचारा, उसँग 10,000 घटिरहेछ, 90,000 जुगाड गरे 1 लाख लाग्छ। 10,000 को उसको अति आवश्यक छ। तिम्रो साथी हो, तिमीसँग छ पैसा भने 10,000 दे। मानलिने साथी हस्पिटलमा छ, उसँग 5,000 घटिरहेछ, बिल आयो 95,000 को, 90,000 उसँग छ, 5,000 घटिरहेछ, तिमीसँग छ भने 5,000 देऊ। त्यो भनेको हेल्प हो। भोलि आन ऊ कमायो भने दिएला देला, नदिएला भने जय श्री राम। जय श्री राम भन्नेको अर्थ भन्न खोजेको यहाँ के भने, आयो भने आयो, आएन भने गयो। तिम्रो त्यो कर्म बनायो, तिमी राम्रो काम गर्यो है। मानलिने साथीको आमा बिमारी हुनुहुन्छ, कोही बिमारी हुनुहुन्छ, पैसा पुगेन त्यहाँ हेल्प गरिदियो। साथीको बहिनी बिहे छ, घटिरहेछ पैसा, केही समथिङ त्यहाँ घटिरहेछ, 5-10 हजार त्यहाँ हेल्प गरिदियो। साथीकै बिहे भइरहेछ, 1 लाख घटिरहेछ, 1 करोड
करोडपति छौ 1 करोड छ भने 1 लाख हाल्देऊ हैन त्यहाँ सबै हेल्प गर बट गरीबलाई धनी बनाउँछु भनेर 1 लाख नहाल जिन्दगीमा नहालौ फेरि गरीब भइहाल्छ किनकि उसको सोच मेन्टालिटी नै त्यस्तै छ उले युटिलाइज गर्न सक्दैन माइन्डलाई युटिलाइज गर्न सक्दैन लोक यार है हल्ला गर्ने हैन के डाउट थियो तिम्रो अघि सोध त ए ल ठीक छ अब सुन यति कुरा भनिसकेपछि फेरि रिभाइज गरे मैले ढक्कन कहाँ गयो